होइन बाटो कस्तो हो होइन सर्टकट बाटो हिँडेको भिरको बाटो यार आम्मा यार यहाँबाट गुल्ट्यो भने पुग्छ रोडमा लगाइजहरू झाम झाम हिँड्नुपर्छ नि यसरी हिँड्नुपर्छ ए ए ए ए हत्तेरी बाटो यस्तो बाटो नि हिँड्छ नि यार आम्मा यार बाटो त आम्मा यस्तोबाट झरेको त मान्छे त खत्रै हो नि हामी त ओहो यहाँबाट कसरी जान्छ त फर्किनै पर्छ कि हो म त झरिहालेँ है हात खुट्टा के अरे समातेर घिस्रिँदै यस्तो डेन्जर ठाउँ रहेछ यहाँ दुईजना आउँदैछ है समाउने ठाउँ नै छैन कि फेरि यस्तो भिरालोमा आपत पर्यो धुलो मैलो नखाऊँ भनेर यो बाटो हिँडिदिएको है सर्टकटमा गाडी रोड लास्टै घुम्न पर्ने भयो तुई आउन रेल खा मजाले है ठिक छ ल ल आइहाल्यो नि हौ ल आउन त आयो झर्ने कहाँबाट भन्ने कुरो आइज कडा हो आइज अब फर्क्यौँ झन्डा डाँडा गएर नि फर्क्यो ल झन्डा डाँडा गएर नि फर्किसक्यो लगाइस झन्डा डाँडा भन्छ नि त यार कहाँ झन्डा पार्क झन्डा डाँडा एउटै हो कुरो रिमैमा के ल फाइनली चाहिँ झन्डा डाँडा गएर पनि फर्किँदैछ है हामी चाहिँ अब फर्किँदै कस्तो लाग्यो त हौ झन्डा डाँडा यार एकदम बबाल तर मान्छे छैन धेरै है ठिकै छ कदम धन्यवाद यस्तै छ ल झन्डा खेल नि हो बाटो वाउ यो हो नि त हौ यहाँ पनि टिकटक बनाउँदैछ हौ ल फर्किँदैछ है हामी ल झन्डा पार्क पुगेर नि फर्किँदैछ रमाइलो लाग्यो धेरै समयदेखि चाहिँ आउने चाहिँ प्लानिङमा थियो तर आज आइयो आएर पनि फर्किँदैछु होइन पानीको कुलो खनेर राखेको रहेछ होइन जाँदाखेरि त फेरि एकैछिनमा होला नि त हौ है आउँदाखेरि चाहिँ सासै फुत्किला जस्तो भएको थियो है जाँदाखेरि त फेरि 10-15 मिनटमा झरिन्छ होइन मजाले अब घोडै फुस्किला जस्तो हुन्छ माथि आउँदा सासै फुस्किला जस्तो हो गाडी रोड त यहाँ नजिकै छ त हौ गाइजहरू त यसरी आएर त्यो डाँडाबाट चढिनै हुँदो रहेछ फर्किँदै गर्दाको चाहिँ अब भिडियो तपाईँहरूले चाहिँ म गर्दै रोड त नजिकै देख्छ त यो चाहिँ आउँदा चाहिँ अब दिसा पिसाब लाग्यो भने चाहिँ होइन शौचालय बन्दै रहेछ यो चाहिँ ट्याक्क चाहिँ यो वनको बाटो हुँदै हुँदै यहाँ सल्लाघारीको चाहिँ बाटो आउँदा चाहिँ ट्याक्क चाहिँ अब बिच बाटोमा शौचालय बन्दैछ होइन सल्लाघारी चाहिँ
रहेछ है, मजाको। बाटो चाहिँ दामी हो कि यार, आमामा। सल्लाघारीमा चाहिँ कसरी हिँड्नुपर्छ हौ, लगभग आधी घन्टा त कसरी हिँड्नुपर्छ है। यो सुरुमा चाहिँ रेलिङ छ होइन, त्यहाँबाट चाहिँ बिचमा केही छैन। कसै सल्लाघारीको चाहिँ बिच बाटोमा चाहिँ आनन्द लिँदै जाने हो, झन्डा डाँडा। त्यहाँबाट चाहिँ फर्किँदाखेरि त फेरि एकैछिनमा हुन्छ नि है गाइजहरू। यहाँ बाटो यस्तै छ होइन, मजाले जोगिएर हिँड्नुपर्छ है। यहाँ चिप्ल्यो भने फेरि खतम हुन्छ फेरि होइन, चोटपटक लाग्ने सम्भावना छ होइन। ल अब रेलिङ सुरु भयो। अलिकति चाहिँ लगभग कति मिटर जति होला यो, 200-300 मिटर चाहिँ रेलिङको बाटो छ है सुरुमा गाडी रोडबाट चाहिँ। अब बाइक पार्किङ गरेर हिँडेर आउँछौ भने नि रेलिङको बाटो हुँदै आउनुपर्छ, जङ्गल होइन, जग्गा सल्लाघारीको बिच। यदि तपाईँहरू चाहिँ माथिसम्म गाडीमा, बाइकमा, स्कुटीमा जान चाहनुहुन्छ भने माथिसम्म मजाले पुग्छ होइन। अफरोड छ, धुलो उड्छ अलिअलि। सो गाइज नो वरी होइन। अब ठाउँमा पुगेपछि आनन्द आउँछ होइन, एकदम दामी छ ठाउँ है। यो ठाउँमा म पनि फर्स्ट टाइमै हो, तर दामी लाग्यो, बबाल लाग्यो। सल्लाघारीहरू देख्दा सल्लाघारी पनपाखा, सल्लाघारीको त्यो चिसो हावा मनैमा बहलाउँछ। सानीलाई देखेसी किन हो किन। माथिबाट देखेको त त्यो होइन जस्तो लाग्यो है। आउँदैछ ए, आउँदाखेरि बाटो यस्तो छ है। यो पाताहरूमा चिप्ल्यो भने है, सल्लाहको पातमा चिप्ल्यो भने अब लडिन नै सकिन्छ होइन। ल यस्तो दामी देख्छ हेर। ये क्या है। ल गाइस आज चाहिँ करिब कति किलो बोसो घटायो यार आज मैले। बोसो चाहिँ टन्नै घटायो। अब कोही मान्छेहरू यहाँ पार्किङ गरेर गइरहेछ माथि होइन, कोही अब ट्याक्सीमा आउँदैछ होइन। धुलो उडायो धुलो, ओहो ल गयो ल। आमामा धुलो उडाउँदै गयो नि त, खतम भयो गाइज। बाटो चाहिँ यस्तो छ कि फेरि आउने बेलामा आमामा हत्तेरी लडीबडी खेल्दै आउनु पर्ने रहेछ कि आउँदाखेरि त है। सल्लाघारीमा चाहिँ डाक्टर सल्लाघारीमा चाहिँ सरर हरार हावा चलिरहेछ। ओ ल यो चाहिँ मन्दिर हो, यो बाटो हुँदै आएको थियो। अब यही बाटो ठाउँ चाहिँ यहाँनिर हो, यो देखेको बस्तीमा पदम सालतिर बसेको होइन। यहाँबाट काठमाडौँ चाहिँ दामी देख्ने हो कि खासमा, तर अहिले चाहिँ मौसम सफा नभएको कारणले, सफा भन्नाले नि यो एकदम के हो यस्तो धमिलो देखेको, सफा छैन भन्नाले नि। अब अलिकति धमिलो देखिरहेको छ।
मान्छेहरू जाने आउने भइरहेको छ ल कस्तो लाग्यो त होइन बाटो कस्तो हो होइन सर्टकट बाटो हिँडेको भिरको बाटो यार आम्मा यार यहाँबाट गुल्ट्यो भने पुग्छ रोडमा ल गाइजहरू झाम झाम हिँड्नुपर्छ नि यसरी हिँड्नुपर्छ ए ए ए ए हत्तेरी बाटो यस्तो बाटो नि हिँड्छ नि यार आम्मा हत्ते खोल्छ खोल्दैछ त हो मेरो केटीहरूले नि यहीबाट आउने खोजिरहेको थियो है तर सकेन है गाइज ल यस्तो बाटो हिँड्छौँ हामी त जङ्गल जङ्गल हिँड्दैन कि त्यो बाटो त हेर्न खत्रै हो यार बाटो त आम्मा यस्तोबाट झरेको त मान्छे त खत्रै हो नि हामी त आमा डाँडाबाट झऱ्यो त ठिकै छ हौ ठिकै छ ल ओहो यहाँबाट कसरी जान्छ त फर्किनै पर्छ कि हो म त झरिहालेँ है हात खुट्टा के अरे समातेर घिस्रिँदै यस्तो डेन्जर ठाउँ रहेछ यहाँ दुईजना आउँदैछ है समाउने ठाउँ नै छैन कि फेरि यस्तो भिरालोमा आपत पर्यो धुलो मैलो नखाऊँ भनेर यो बाटो हिँड्दै है सर्टकटमा गाडी रोड लास्टै घुम्न पर्ने भयो तु आउन रेल खा मजाले है ठिक छ ल ल आइहाल्यो नि हौ ल आउन त आयो झर्ने कहाँबाट भन्ने कुरो फेरि ओहो उताबाट रहेछ फेरि म त यताबाटै झर्दै यार हेत म त्यहाँबाट दौडेर आएको यार आँपा उहाँ भिरबाट चढेर उहाँ भिरबाट त्यो डाँडाबाट यसरी झरेर त्यहाँबाट पनि छ तल ल त्यतैबाट जाने अब ल ल ल ल सर्टकट हो नि त यार सर्टकट जुत्दाखेरि पुरा खतरा है तेरो खतरै बाटो झरेको आज कहाँ आइपुग्यो ल यहाँबाट पनि छ त झाम्दै हुँदै के गइदिने हो झाम 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 अब बाटो यस्तै छ है हामी सर्टकट बाटो हिँड्दैछु होइन यहाँबाट तल छिर्ने यतैबाट हो है छिर्ने त आयो म ज्योति क्या मारे बाटो पाएन हो बाटो त्यहाँबाट झरेको है हामी त कहाँबाट झऱ्यो
बाटो त छैन यो यहाँबाट झर्ने यहाँबाट छ होला नि है के हो यहाँबाट जाने होइन यार हामी भन्दा नि अगाडि भएछ त होइन उनीहरू त कसरी हिँड्यो होला नि त होइन यस्तै छ यो सर्टकट बाटो हिँडेको त्यस्तै हो गाउँ गाउँकै नि यहाँ जाउँ सुई सुई पुरा दिले यहाँ छ त लिएलु है होइन हिँडेर आयो हिँडेर गयो ल बल्ल रोडमा आइपुग्यो ल गाइस बाटो त भेटेकै हो सर्टकट त तर उताबाट आयो भने हामी यतिखेर आइपुग्थेन नि त ल यहाँतिर पुरै ट्याक्सी पार्किङ गरिराखेको छ है धेरै जस्तो मान्छेहरू यता नि पार्किङ गरेर माथि हिँडेर जाँदो रहेछ होइन मजाले हिँडेर जानेहरूलाई यहाँ पार्किङको सुविधा रहेछ यो डाँडा पनि दामी छ नि त होइन हामी वहाँ माथि डाँडाबाट आएको है यो चाहिँ मन्दिर चाहिँ इन्डियाको मन्दिर हो अरे कि इन्डियन मन्दिर होइन गाइजहरू गेट पनि त्यही भएर अब गेट पनि बब्बल बनाएको रहेछ होइन गेट हेर्दै मलाई अघि नै त्यस्तै लागेको थियो कि इन्डियातिरको मन्दिर हो कि जस्तो लागिरहेको थियो होइन चाहिँ इन्डियाको मन्दिर रहेछ अघि एकजना यहीँको बासिन्दा उहाँ माथि भेटेको त्यो दाइ चाहिँ दाइसँग कुरा गर्दाखेरि इन्डियाको मन्दिर हो भनेर चाहिँ त्यो दाइले भने होइन त्यही भएर चाहिँ नेपालमा नि अब इन्डियन मन्दिरहरू चाहिँ अब छन् है छ्यापछ्याउरी त्यो मन्दिरतिर जाम कि भनेको अब रात परिसक्यो होइन साथीहरू सो अब यो मन्दिरमा हामीले अब पछि कुनै दिन आयो भने भित्र उता गएर चाहिँ देखाउने छु होइन कस्तो रहेछ गेट चाहिँ दामी छ कि गेट चाहिँ होइन खत्रै बनाएको छ गेट यहाँ यस्तो दामी छ कि गेट पनि होइन सो दामी छ ओ केटा हो केटाहरू हिँडै गर्छ यार अघि आउँदा नि हिँडै यार तल फर्किँदा नि हिँडै छ म चाहिँ पछि होइन म चाहिँ फेरि बिस्तारै यो भ्लगसग गर्दै होइन हिँडिरहेको छु त्यही भएर चाहिँ अलिकति ढिलो भइरहेछ होइन उनीहरू चाहिँ फटाफट हिँडिरहेछ यो मन्दिर चाहिँ दामी रहेछ भनौँ न अब तलपट्टि चाहिँ त्यो टावरनिर चाहिँ वृद्ध आश्रम चाहिँ बनाउन लागेको छ अरे होइन थकै पनि लाग्यो आज मजाले निन्द्रा लाग्ने भयो यति ठुलो चाहिँ अब उकालो चढ्यो होइन अब रुममा यहाँबाट चाहिँ रुम पुग्नलाई नि करिब 1 घन्टा अझै लाग्छ होला काभ्रेस्थली बस पार पुग्नलाई लगभग आधी घन्टा चाहिँ लाग्छ हामीलाई त्यहाँ पनि स्कुल ठुलो रहेछ कलेज हो अरे त्यो होइन यो तारकेश्वर नगरपालिका यो 2 नम्बर तारकेश्वर नगरपालिका 2 पर्छ होला यो होइन हामी हिँडिरहेको ठाउँमा हामी गएको ठाउँमा डाँडैमा मेला लागेछ हावा सरारा तारकेश्वरको डाँडैमा चिसो हावा सरारा के हो यार 2 जना अगाडि नै हिँड्दै नि यार यसरी भएन नि त हो भएन यसरी भएन यस
नाच्यो मेरो साला केटा नाच्यो माइला नाच्यो नाच्यो छिल्के नाच्यो एउटा गाडी आयो बाइक आएछ हौ पछाडि सर्टकट बाटो कता छ लगभग अब रुम पुग्नलाई कति लाग्छ अरे 1 घन्टा त लाग्छ अझै आधा घन्टा त पुगिहाल्छ अब तल त है आउँदाखेरि त सजिलो छ यो साथीहरू मजाले यहीँ 10 मिनटमै झरिन्छ हो जाँदाखेरि मात्रै हो अब घन्टौँ लाग्ने सबैजना अब माथि डाँडातिर जान लागिरहेछ है अब चाहिँ यो बिहान बेलुका रहेछ कि मान्छे जाने भन्ने ल यो चाहिँ अब धार्मिक पर्यटक स्थल भ्रमण गरी पाल्नुहुने सम्पूर्ण मित्रजनाहरूमा देवी स्थान टोल विकास समिति हार्दिक धन्यवाद व्यक्त गर्दछु हैन ओके छ त ल तलै गएर भेटौँला है बल्ल चाहिँ सम्ममा आइपुग्यो भनौँ है अब काभ्रेस्थली बस पार्कतिर आइपुग्नु लाग्यो बाटो चाहिँ यो रहेछ अघि चाहिँ हामी नचिनेर त्यो ढलानको बाटोतिर उता उकालो चढेर अनि यता गाउँ गाउँ छिरेर आएको होइन सो अब काभ्रेस्थली बस पार्क त्यही हो होइन ल अब कताबाट जाने हो के हो ट्याङ्गे यो खने यो ए यता रोड निस्किँदो रहेछ नि त त्यो माथि डाँडाबाट चाहिँ हिँड्दा यहाँसम्म आइपुगेछ है त्यहाँ चाहिँ स्कुल कलेज चाहिँ दामी रहेछ त्यो ठाउँ पनि ल अब चाहिँ नजिक आइपुग्यो अब लगभग आधी घन्टा चाहिँ लाग्छ है कोठामा जाँदा लगाइछ अब कोठामै गएर चाहिँ अब भेटघाट गरौँ ल है अहिलेलाई यति नै